Hello everyone, welcome back to our YouTube channel Krista Academy. आज हामी क्लास 9 को दोस्रो च्याप्टर दैट मिन्स ट्याक्स को कन्सेप्ट बुझ्न गइरहेका छौं। ट्याक्स भनेको के हो त? तपाईहरुलाई थाहा पनि छ कति कुराहरु। तपाईहरुले भन्नुहुन्छ नि तपाईको मम्मी ड्याडीले भन्नुहुन्छ आज मैले यति ट्याक्स तिरेर आए, यति ट्याक्स तिर्नु पर्छ, मैले कर तिर्नु पर्छ भनेर भन्नुहुन्छ नि। हो त्यसैको कन्सेप्ट आज एकदम क्लियर हुने जुन चाहिँ हामी हाम्रो रियल लाइफ सँग त सुनिरहेका हुन्छौं तर त्यसलाई चाहिँ हामीले आफ्नो सिलेबसमा चाहिँ युज गरेका छैनौं। मतलब हामीले थ्योरिटिकली बुझ्न सकेका छैनौं। अब आज हामी त्यसैलाई नै एकदम क्लियरली बुझ्ने छौं र त्यो फर्स्ट टपिक ट्याक्स को सबभन्दा पहिले डेफिनेसन बुझौं है। द टाइप अफ लिभाइ or financial charge or fee imposed by the government on legal entities or individuals. कुनै पनि व्यक्तिले हाम्रो देशमा भएको या अरु देशमा भएको त्यो देशभित्र भएका है जति पनि सर्भिसहरु के हैन मानिसहरुले सेवा सुविधाहरु लिइरहेका हुन्छ नि त त्यो सेवा सुविधा लिए बापत जुन गभर्नमेन्टलाई तिर्नु पर्ने जुन अमाउन्ट हुन्छ नि जुन सर्टेन अमाउन्ट चाहिँ हामीले गभर्नमेन्टलाई तिर्नु पर्छ दैट इज नोन एज ट्याक्स। यो कुरा बुझ्नु होला है। हामीले के युज गरेको त हामीले सेवा सुविधा युज गरे बापत जुन गभर्नमेन्टले हामीले पे गर्नुपर्ने अमाउन्ट हुन्छ त्यसैलाई नै हामीले के भन्छौं त भन्दाखेरि ट्याक्स भन्छौं है। अब सबभन्दा पहिले यो ट्याक्स को इम्प्लिमेन्ट चाहिँ कुन देशले गरेको थियो त भन्दाखेरि जापानले गरेको थियो है। सबैभन्दा फर्स्टमा चाहिँ यो ट्याक्स चाहिँ आफ्नो देशमा लगाउने कसले स्टार्ट गर्नु भएको थियो त जापान है। जापान देशले चाहिँ सबभन्दा पहिले त्यहाँको गभर्नमेन्टले चाहिँ सबभन्दा पहिले चाहिँ इम्प्लिमेन्ट गरेको थियो है। अब त्यसपछिको कन्सेप्ट के छ भने यसमा डिफ्रेन्ट टाइपको ट्याक्सहरु हुन्छ। तपाईहरुले सुनिराख्नु भएको ट्याक्सहरु पनि छ यसमा। जस्तै हेर्नुस् इन्कम ट्याक्स, मानिसले कुनै पैसा कमाउँछ र कमाए बापत चाहिँ उले के गर्छ त गभर्नमेन्टलाई पे गर्छ हो कि हैन। त्यो पनि एउटा इन्कम ट्याक्स हो। त्यसैगरी हाउस अर ल्यान्ड ट्याक्स दैट मिन्स कसैको घर छ जमिन छ त्यसको पनि ट्याक्स तिर्नुपर्ने हुन्छ गभर्नमेन्टलाई। त्यसैगरी प्रोपर्टी ट्याक्स मानिससँग जस्तै हुन सक्छ नि त कार बाइकहरु हुन सक्छ र त्यो भए बापत पनि ट्याक्स तिर्नुपर्छ। त्यसै गरी रहेको छ भ्यालु एडेड ट्याक्स दैट मिन्स ट्याक्सको माथि पनि ट्याक्स लाग्छ के। तपाईहरुले के बुझ्नुपर्छ भने जस्तै ट्याक्स यति पर्सेन्ट छ भने त्यसमा फेरि हाम्रो नेपाल सरकारले चाहिँ तोकिए बापत चाहिँ 13% फेरि हाम्रो भ्याट ट्याक्स हुन्छ है। त्यो चाहिँ एक्स्ट्रा ट्याक्स हो। त्यसै गरी रहेको छ इम्पोर्ट एन्ड एक्सपोर्ट ट्याक्सहरु। त्यो भने कस्तो भने कुनै सामान अरु देशबाट ल्याउनु छ या कुनै सामान आफ्नो देशबाट अरु देशमा पठाउनु छ भने त्यतिबेला जुन पे गर्ने अमाउन्ट हुन्छ नि त्यो पनि के छ त भन्दाखेरि इम्पोर्ट र एक्सपोर्ट ट्याक्स भ्याल्यु। त्यसै गरी सेल्स ट्याक्सहरु हुन्छ, त्यसै गरी बिजनेस ट्याक्सहरु हुन्छ। एभ्रीथिङ यो जति पनि ट्याक्सहरु छ जुन चाहिँ गभर्नमेन्टले तोके बापत चाहिँ हामीले गभर्नमेन्टलाई पे गर्नुपर्ने अमाउन्ट छ त्यसैलाई नै हामीले के भन्छौं त ट्याक्स भन्ने बुझ्छौं है। अब त्यसैगरी हामी सबभन्दा पहिले जान्छौं इन्कम ट्याक्समा है। इन्कम ट्याक्स भनेको के हो त भन्दाखेरि तपाईले सायद बुझिसक्नुभयो इन्कममा लगाइने ट्याक्स, इन्कममा लगाइने ट्याक्स। तर इन्कममा कसले लगाउँछ त त्यो भनेको गभर्नमेन्टले लगाउँछ है। अब यहाँ बुझ्नुस् राम्रोसँग ट्याक्स इज लिभाइड अन द इन्कम अर्न्ड बाइ इन्डिभिजुअल्स अर इन्डस्ट्रीज। यो कस्तो भन्न खोजेको भने अर इन्स्टिट्युसन यो भनेको व्यक्तिगत पनि हुन सक्छ या संस्थागत हुन सक्छ के। कुनै संस्थाले कमाए बापत तिर्ने पैसा या कुनै व्यक्तिले कमाए बापत तिर्ने जुन पैसा हुन्छ नि गभर्नमेन्टलाई हो त्यसलाई भन्छौं हामी इन्कम ट्याक्स। यो चाहिँ मेनली चाहिँ हामीले के बुझ्नुपर्छ भने स्यालेरी अर प्रॉफिट भन्छ। जस्तै बिजनेस छ, बिजनेसले प्रॉफिट गर्छ, प्रॉफिटबाट ट्याक्स तिर्छ। त्यसैगरी कुनै मानिस छ जस्तै त्यो मानिसले चाहिँ कुनै संस्थामा काम गरिरहेको हुन्छ र संस्थाले त काम दिएको छ नि त मलाई भने मैले चाहिँ यदि गभर्नमेन्टलाई ट्याक्स तिर्छु भने त्यो भनेको मेरो इन्कमबाट गएको ट्याक्स हुन्छ के। हो यस्तो कन्सेप्टहरु जम्मै हामीले केमा पढ्छौं त इन्कम ट्याक्समा पढ्छौं है। अब यसमा धेरै डिपलीमा जानु पर्दैन। यो लिभाइड भनेको लगाइएको हो। द ट्याक्स इज लिभाइड अन द इन्कम है। इन्कम तर कसले गरेको इन्कम रे इन्डिभिजुअल पनि हुन सक्छ दैट मिन्स इन्स्टिट्युसनको पनि हुन सक्छ है। हो त्यसैलाई के भन्छौं हामी इन्कम ट्याक्स भन्छौं। अब तपाईहरुले के बुझ्नुस् भने अकॉर्डिङ टु द इन्कम ट्याक्स एक्ट 2058 है 2058 को हाम्रो नेपालकै हो है यो चाहिँ है। यसको यो कानुन अनुसार के छ भने इन्कमको हेडिङहरु चाहिँ 4 वटा छ है। के छ त पहिला इम्प्लोइमेन्ट मानिसले रोजगारबाट पैसा कमाउँछ। त्यसपछि अर्को भनेको बिजनेस, कोही मानिसले बिजनेस गरेर कमाउँछ र इन्भेस्टमेन्ट कुनै मानिसले पैसा लगानी गरेर कमाउँछ र त्यसपछि रहेको छ कन्टिजेन्ट प्रॉफिट भनेको कसै मानिसले नसोचेको के आकस्मिक तरिकाले कसैमा फाइदा हुन्छ केही कुरामा फाइदा हुन्छ भने दैट इज कन्टिजेन्ट प्रॉफिट भइहाल्यो। हो यो जम्मै भनेको कमाउने सोर्सहरु हो हैन। यो स्रोतहरु हो। यो सोर्सको जुन अमाउन्ट तिर्नुपर्ने हुन्छ नि गभर्नमेन्टले दैट इज द ट्याक्स। यो कुरा बुझ्नु होला है। अब हामीले के बुझ्नुपर्छ भने यो इन्कम ट्याक्स पनि एउटा यस्तो पार्ट हो जसले चाहिँ हाम्रो देशको चाहिँ ढुकुटी भर्नमा चाहिँ दैट मिन्स देशको विकास गर्नमा चाहिँ एकदम ठूलो भूमिका निर्वाह गर्छ है। यो कुरा बुझ्नु होला। अब त्यसपछि रहेको छ यो इन्कम ट्याक्सहरु यो ट्याक्सहरु जति पनि छ नि यसलाई कसले चाहिँ मोबिलाइज गर्छ त हैन कसले चाहिँ लिडिङ गर्छ भन्ने हुन सक्छ। त्यसलाई यो एकदम इम्पोर्टेन्ट क्वेशन आउन सक्छ है एक्जाममा। तपाईले एकदम बुझ्नु होला। तपाईले के बुझ्नुस् भने द इनल्यान्ड अर इन्टरनल रेभेन्यू डिपार्टमेन्ट
अकॉर्डिङ टु फाइनेन्सियल गभर्मेन्ट है, हाम्रो जुन देशको आर्थिक अर्थतन्त्र छ नि हो, त्यसको त्यहीबाट नेपाल सरकारले अगाडि नै तोकिसकेको हुन्छ। त्यहाँबाट पारित भएको एउटा डिपार्टमेन्ट छ, द्याट इज द इनल्यान्ड अर इन्टरनल रेभेन्यू डिपार्टमेन्ट। यो डिपार्टमेन्टले के गर्छ भने नेपालमा भएका जति पनि ट्याक्सहरू छन् नि हो, त्यो सबै ट्याक्सहरूको चाहिँ डेटा कलेक्ट गर्ने र एउटा डेटा पब्लिस गर्ने काम गर्नुहुन्छ है, यो कुरा बुझ्नु होला। अब त्यसपछि हाम्रो नेक्स्ट टपिक रहेको छ ट्याक्स एक्जिम्ट अमाउन्ट एन्ड ट्याक्सेबल इन्कम। ट्याक्स एक्जिम्ट अमाउन्ट मिन्स यसले चाहिँ कस्तो भनेको भने एउटा यस्तो खालको इन्कम या यस्तो खालको अमाउन्ट जसमा चाहिँ ट्याक्स लाग्दैन क्या। यदि ट्याक्स नलाग्ने कुनै अमाउन्ट छ भने हो, त्यसलाई चाहिँ हामी के भन्छौँ भने ट्याक्स एक्जिम्ट अमाउन्ट है। अब जस्तै तपाईँहरू यहाँ हेर्नुहोस्, इपिएफ द्याट मिन्स इम्प्लोइ प्रोभिडेन्ट फन्ड, यसमा चाहिँ यो चाहिँ जुन इम्प्लोयरहरूले आफ्नो एउटा प्रोभिडेन्ट फन्डमा जुन राखिएको अमाउन्ट हुन्छ हो, त्यसमा चाहिँ ट्याक्स लाग्दैन है। यो टपिकहरू छ, तपाईँहरूलाई यसो क्वेसनमा आउँछ भने तपाईँहरूलाई भन्न सक्छ त्यति बेला चाहिँ अब ट्याक्सेबल इन्कम निकाल भन्छ, त्यति बेला चाहिँ हामीले ट्याक्सेबल इन्कम निकाल्ने फर्मुला नै हुन्छ, अहिले हामी यहाँ अगाडि गर्छौँ। तपाईँहरूले के बुझ्नुपर्छ भने इपिएफ इम्प्लोइ प्रोभिडेन्ट फन्ड छ, त्यसमा ट्याक्स लाग्दैन है। त्यसै गरी सिआइटी द्याट मिन्स सिटिजन इन्भेस्टमेन्ट ट्रस्ट, एउटा कुनै यो संस्थामा चाहिँ यदि हामीले ट्रस्ट भनेको तपाईँहरूलाई थाहा छ होला, यो कुनै पनि के जस्तै हामीलाई थाहा छ यो वृद्ध होइन, वृद्धाश्रमहरू अनि अर्फनेजहरू, यिनीहरू कुनै कुनै ट्रस्ट हुन्छ, कुनै कुनै संस्था यस्तो हुन्छन् कि जसमा चाहिँ ट्याक्सै नलाग्ने हुन्छ। त्यसै गरी यहाँ सिटिजन इन्भेस्टमेन्ट ट्रस्ट छ हो, यस्तो टाइपमा चाहिँ के लाग्दैन त, ट्याक्स लाग्दैन है। त्यसपछि रहेको छ प्रिमियम अफ लाइफ इन्सुरेन्स। प्रिमियम अफ लाइफ इन्सुरेन्स के छ भने 40,000सम्मको चाहिँ ट्याक्स लाग्दैन, त्योभन्दा माथि छ भने त्यो छुट्टै हुन्छ, त्यसको सर्टेन पर्सेन्टेज पनि हुन्छ होइन। त्योभन्दा अगाडि चाहिँ 40,000सम्मको चाहिँ ट्याक्स लाग्दैन है। त्यसपछि रहेको छ मेडिकल इन्सुरेन्स प्रिमियम लाइफ। अब मेडिकल इन्सुरेन्स पनि कति छ भने 20,000सम्मको छ भने चाहिँ त्यसमा ट्याक्स लाग्दैन, यो कुरा बुझ्ने है। अनि फेरि यो अलवेज एनुअली नै हुन्छ, तपाईँहरूले यो पनि बुझ्नुपर्छ। र त्यसपछि रहेको छ हामीले ट्याक्सेबल इन्कम। अब ट्याक्सेबल इन्कम भनेको के हो त भन्ने हुनसक्छ है। तपाईँहरूले के बुझ्नुपर्छ भने टोटल इन्कम थियो, टोटल इन्कमबाट यदि ट्याक्स लाग्ने पैसालाई घटायो भने होइन, अब जति पनि के टोटल इन्कमबाट ट्याक्स नलाग्ने पैसा जति पनि हट्यो नि हो, अब बाँकी रह्यो के त, ट्याक्स लाग्ने पैसा हो कि होइन हो। यहाँ त्यही छ डेफिनेसन, एकदम इजी छ। द डिफरेन्स बिट्विन टोटल इन्कम, टोटल इन्कमबाट एन्ड ट्याक्स एक्जिम्ट अमाउन्ट, द्याट मिन्स के भनेको ट्याक्स नलाग्ने पैसा घटायो भने, टोटल इन्कमबाट ट्याक्स नलाग्ने पैसा घटाइयो भने अब बाँकी रहेको त जम्मै ट्याक्स लाग्ने पैसा हो कि होइन हो। अब त्यसै गरी यो कुरा के बुझ्नुपर्छ भने यो फर्मुला पनि छ सानो, र त्यो फर्मुला नै बुझ्नुपर्छ भन्ने चाहिँ छैन। जस्ट एउटा कुरा के बुझ्ने भने टोटल इन्कमबाट माइनस टोटल इन्कमबाट ट्याक्स एक्जिम्ट अमाउन्ट, द्याट मिन्स ट्याक्स नलाग्ने पैसालाई चाहिँ घटायो भनेपछि अब बाँकी रहेको जम्मै पैसामा के लाग्ने भयो त, ट्याक्स लाग्ने भयो है। अब त्यसै गरेर रहेको छ भ्याट। अब यो भ्याटको कन्सेप्ट अलिकति बुझ्ने, इट इज द इन्डाइरेक्ट ट्याक्स लिभाइड अन द गुड्स एन्ड सर्भिसेज होइन। यदि यो चाहिँ हामीले मेनली चाहिँ होइन, हामीले केमा युज गरिरहेका हुन्छ, केमा पैसा तिरिरहेका हुन्छौँ भनेको भने सामानहरू, कुनै हामी सामान किन्न गएको हुन्छ नि हो, त्यो सामानहरूमा, त्यसै गरी सर्भिसेस सेवा सुविधाहरूमा है हामीले के तिरेर हुन्छ त, इन्डाइरेक्टली ट्याक्स तिरेर हुन्छ। तपाईँहरूलाई लाग्न सक्छ तपाईँहरू कहिले जानुहुन्छ गएर यस्तो गर्नुहुन्छ, एउटा प्याकेट अफ सुगर किन्नुहुन्छ हो, त्यहाँ तपाईँले हेर्नुहुन्छ इन्क्लुडिङ भ्याट भनेर भनिसकेको हुन्छ अलरेडी। हामीलाई के लाग्छ, ए यति पैसाको ल्याएर आयौँ भन्ने लाग्न सक्छ, तर त्यस्तो हुँदैन। त्यसमा तपाईँले ट्याक्स त तिर्नु भएको छ, त्यो सँगसँगै के पनि तिर्नु भएको छ त, भ्याल्यु एडेड ट्याक्स, द्याट मिन्स भ्याट पनि तिर्नुहुन्छ भन्न खोजेको है हो। अब त्यसै गरी करेन्टली भ्याल्यु एडेड ट्याक्स रेट इन नेपाल, नेपालले चाहिँ अहिले रिसेन्टली चाहिँ कति पर्सेन्ट लिन्छ त भन्दाखेरि भ्याट चाहिँ 13% चाहिँ भ्याट लिन्छ है। अब यो कन्सेप्ट एकदम क्लियर हुने है। अब यसपछि हामी चाहिँ एउटा क्वेसनमा हाम्रो ट्याक्ससँग रिलेटेड एउटा क्वेसन रहेको छ यहाँ, जुन चाहिँ एकदम इम्पोर्टेन्ट छ। तपाईँहरूले एउटा कुरा बुझ्नुपर्ने छ है, यो हामीले जति पनि इन्कम ट्याक्सहरू निकाल्छौँ यो इयरली निकाल्छौँ, हामीले मन्थली निकाल्दैनौँ है। यो कुरा बुझ्ने, हामीले पे गर्ने भनेको पनि इयरली नै हामीले ट्याक्स पे गर्ने गर्छौँ गभर्मेन्टलाई, यो कुरा बुझ्ने। अब तपाईँहरूले इयरली नै निकाल्नुपर्ने छ भने एभ्रिथिङ इयरली नै निकाल्नुपर्छ भन्ने कुरा बुझ्नुपर्छ फर्स्टमा, यो माइन्डमा राख्ने। अब त्यसपछि हामी जाउँ यो एउटा रेटको ट्याक्स हुन्छ यो होइन चाहिँ, यो कस्तो हुन्छ भने एउटा यो फिस्कल इयर जस्तै 2079 2080 होइन, यो आर्थिक वर्ष भन्छ त्यसलाई, यो आर्थिक वर्षको अनुसार यो बनाइएको हुन्छ यो रेट चाहिँ होइन। अब अहिले चाहिँ जे छ एज युजुअल नै छ, यहाँ चाहिँ होइन टेबल दिएकै हुन्छ। तपाईँहरूले त्यहाँ पनि क्वेसनमा पनि के भनेको हुन्छ नि, क्वेसन अलरेडी दिएको के अरे टेबल अलरेडी दिएको हुन्छ र तपाईँले क्वेसन सल्भ गर्नुपर्ने हुन्छ है। यसमा तपाईँहरूले के बुझ्नुपर्छ भने सबभन्दा पहिले है,
इन्कम र रेट। द्याट मिन्स यसले कस्तो भन्छ भने जस्तै हेर्नुहोस् है यहाँ अप टु 5 लाख, 5 लाखसम्मको कोही मान्छेले यदि 5 लाख कमाउँछ भने वर्षमा त्यसले कति कमाउँछ, कति पर्सेन्ट ट्याक्स तिर्नुपर्छ अरे? 1% ट्याक्स तिर्नुपर्छ। यो ट्याक्स रेट हो है। यो मैले माथि पनि लेखिसकेको छु, यहाँ हेर्नुहोस् त, रेट अफ ट्याक्स फर अनम्यारिड पर्सन भनेर भनेको छ त्यहाँ चाहिँ, होइन? अब हेर्नुहोस्, यो चाहिँ यदि 5 लाखसम्मको छ भने 1%, 5 लाखसम्मको हामीले 1% तिर्नु पर्यो। त्यसपछि 5 लाखभन्दा माथि, जस्तै यसको बिचमा कति लाख हुन्छ तपाईँ मलाई भन्न सक्नुहुन्छ? 5 to 7 भने चाहिँ कति लाख हुन्छ? 2 लाख हो। 5 लाखसम्मको 1% तिर्ने पहिला, त्यसपछि बाँकी रहेको 2 लाखसम्मको 10% तिर्ने, त्यसपछि बाँकी रहेको फेरि यहाँ 3 लाखसम्मको 20%, त्यसपछि यहाँ 10 लाख, फेरि यहाँ 10 लाख भइहाल्यो, होइन? 10 लाखसम्मको फेरि 40% तिर्ने। अब त्योभन्दा नि माथि अझै 20 भन्दा नि माथि अमाउन्ट छ भने त्यो जति अमाउन्ट माथि छ त्यतिको चाहिँ कति पर्सेन्ट तिर्ने त? 36% चाहिँ ट्याक्स तिर्नुपर्छ भन्न खोजेको। यो चाहिँ कस्तो हुन्छ भने सिरियली जानुपर्ने हुन्छ क्या। पहिला हामीले योसम्मको निकाल्ने, त्यसपछि योसम्मको, त्यसपछि योसम्मको। अब हेर्नुहोस् है, यहाँ एउटा क्वेसन छ, राम इज अनम्यारिड ब्याङ्क इम्प्लोइ। उज एउटा राम चाहिँ बिहे नगरेको अविवाहित चाहिँ एउटा ब्याङ्कमा काम गर्ने मानिस हुनुहुन्छ अरे। हिज मन्थली इन्कम इज 45,350। अब हेर्नुहोस् है, उसको मन्थली इन्कम छ। यदि उसको मन्थली इन्कम मात्रै हो कि यो यसमा डियरनेस अलाउन्स पनि छ, यहाँ राम्रोसँग पढ्ने है। हि गेट्स आरएस 2000 पर मन्थ डियरनेस अलाउन्स भनेपछि यो फरक भयो, इन्क्लुडिङ छैन त्यसमा। यदि इन्क्लुडिङ हुन्थ्यो भने यो महँगी भत्ता हो, 2000 भनेको महँगी भत्ता हो, र 45,350 चाहिँ उसको के हो त? मन्थली इन्कम मात्रै हो। कहिलेकाहीँ के गरिदिन्छ भने, फर इक्जाम्पल मैले के भनिदिएँ भने उसको कोही मानिसको चाहिँ के भन्छ पर्सनल के, जस्तै मन्थली इन्कम चाहिँ 50,000 छ अरे, त्यसमा चाहिँ 2,000 चाहिँ डियरनेस अलाउन्स छ अरे। अब त्यो डियरनेस अलाउन्स जोडेर चाहिँ उसको कति भएको हो त? 50,000 चाहिँ के भएको हो त? उसको मन्थली इन्कम भएको हो। तर उसको बेसिक मन्थली स्यालेरी त्यो होइन। बेसिक मन्थली स्यालेरी उसको जस्ट कति हुन्छ त? 48,000 मात्रै हुन्छ है। यो कुरा बुझ्ने, डियरनेस अलाउन्सलाई चाहिँ हामीले बेसिक स्यालेरीसँग जोड्न मिल्दैन। अब यसमा चाहिँ इन्क्लुडिङ भनेको छैन, द्याट्स वाइ 45,350 चाहिँ उसको मन्थली बेसिक स्यालेरी भयो, र यो 2000 चाहिँ उसको के भयो त? डियरनेस अलाउन्स भयो है। अब हेर्नुहोस्, त्यो सँगसँगै उसले के भनेको छ भने, एन्ड वान्स अ इयर, उसले वर्षमा एकपल्ट चाहिँ 1 मन्थको स्यालेरी त फेस्टिभल एक्सपेन्सेस, मतलब फेस्टिभल भनिन्छ नि, यो चाडबाड खर्चको लागि उसले पाएको हुन्छ अरे क्या। 1 मन्थको बेसिक स्यालेरी, यो कुरा बुझ्ने। 1 मन्थको बेसिक स्यालेरी टोटल, यहाँ हेर्नुहोस् है, अ टोटल अफ 10% स्यालेरी अफ इच मन्थ इज डिपोजिटेड इन द इम्प्लोइ प्रोभिडेन्ट फन्ड। द्याट मिन्स उसले चाहिँ आफ्नो महिनाको, एक महिनाको जति स्यालेरी छ त्यसको चाहिँ 10% चाहिँ उसले केमा राख्छ अरे? इम्प्लोइ प्रोभिडेन्ट फन्डमा चाहिँ उसले के गरिरहेको हुन्छ? राखिरहेको हुन्छ है। यो कुरा बुझ्ने। अब यहाँ रेट दिएको छ, अब रेट पछि हामीलाई यहाँ क्वेसनहरू दिएको छ। ल फर्स्ट क्वेसन हेर्नुहोस्, डिफाइन ट्याक्स। मैले अलरेडी डिफाइन गरिसकेको छु एकदम सर्टमा चाहिँ। ट्याक्स इज फाइनेन्सियल चार्ज। कसले तिर्ने त? गभर्मेन्टले तिर्नुपर्ने। गभर्मेन्टले जुन लगाएको लिगल इन्टाइटिजहरू, इन्डिभिजुअल्सहरू हुन्छ त्यसलाई चाहिँ हामीले के गर्नुपर्ने? तिर्नुपर्ने हुन्छ है। त्यही भएर के बुझ्नुपर्छ भने गभर्मेन्टले हामीबाट लिने चार्ज, के अरे, इन्कम कोबाट केही सर्टेन अमाउन्ट लिनुहुन्छ, त्यही गभर्मेन्टले बनाएको रुल एन्ड रेगुलेसनबाट है। फेरि त्यो लिएको जुन अमाउन्ट छ द्याट इज कल्ड ट्याक्स भनिन्छ है। अब त्यसपछि के भनेको छ भने फाइन ट्याक्सेबल इन्कम। अब एउटा कुरा बुझ्ने है, तपाईँहरूलाई म भन्छु, ट्याक्सेबल इन्कम भन्ने बित्तिकै हामीलाई के थाहा हुनुपर्छ भने, अहिले जस्ट सर्टमा बुझ्नुहोस् पहिला, ट्याक्सेबल इन्कम भनेको टोटल इन्कमबाट हामीले ट्याक्स एक्जिम्ट अमाउन्टलाई के गर्ने हो? माइनस गर्ने हो। अब ट्याक्स एक्जिम्ट अमाउन्ट कहाँ छ, त्यो कसरी छ, अहिले एकछिन नगरौँला। पहिला चाहिँ हामी टोटल इन्कम निकालौँ है। टोटल इन्कमको लागि हामीले, मैले भनिसकेँ, अलवेज हामीले इयरली नै निकाल्नुपर्ने हुन्छ है। अब इयरमा कति मन्थ हुन्छ भनेर मलाई नभन्नुहोस् है, किनकि इयरमा चाहिँ 12 मन्थ हुन्छ, त्यो सबैलाई थाहा छ होइन। अब हेर्नुहोस् है, अनम्यारिड एउटा कपल छ। अब यसको मन्थली स्यालेरी है, राम इज अनम्यारिड, अनम्यारिड इम्प्लोइ। अब मन्थली बेसिक स्यालेरी कति छ त? आरएस 45,350 हो। तर मैले भनिसकेँ हजुरहरूलाई, अलवेज हामीले ट्याक्सको कुरा आउने बित्तिकै हामीले यो मन्थलीमा हुँदैन कि, हामीले अलवेज केमा तिर्नुपर्छ त? इयरलीमा नै तिर्नुपर्ने हुन्छ है। यो कुरा बुझ्नु होला तपाईँहरूले। अब त्यसपछिको कुरा सुन्नुहोस् है। अब हामीलाई चाहिएको त के हो त? एनुअली हो नि त। एनुअली बेसिक स्यालेरी, द्याट मिन्स जति अमाउन्ट छ यसलाई चाहिँ हामीले कतिले मल्टिप्लाई गर्नु पर्यो त? 12 ले मल्टिप्लाई गर्नु पर्यो है। अब कति आउँछ यहाँ हेर्नुहोस् है, 45,350
50 × 12 यो तपाईहरुले पनि गर्नु होला र यसमा आएको छ 544200 हेर्नुस् है 5,44,200 चाहिँ उहाँको के आयो त एनुअल बेसिक स्यालेरी मात्रै आयो। अब त्यसपछि अर्को के छ है यहाँ जे दिएको छ त्यो हेर्दै जानुस्। अब के भनेको हि गेट्स RS 2000 पर मन्थ डियरनेस अलाउन्स महँगी भत्ता चाहिँ उहाँले पर मन्थमा चाहिँ कति पाउनुहुन्छ अरे 2000 पाउनुहुन्छ है मन्थली डियरनेस अलाउन्स RS 2000 हो। तर हामीलाई मैले भनिसकेँ मन्थली चाहिन्छ कि इयरली चाहिन्छ गुड इयरली चाहिन्छ हो गुड। अब हेर्नुस् एनुअली डियरनेस अलाउन्स अब यहाँ चाहिँ भइसक्यो तपाईहरुलाई 2000 × 12 गर्दाखेरि RS 24,000 है 24,000 चाहिँ उहाँको के डियरनेस अलाउन्स मात्र आयो एनुअलीको है। अब त्यसपछिको कुरा सुन्नुहोस् है फेरि अझ एन्ड वान्स अ इयर एक वर्षमा भनेपछि एनुअली भनिसक्नु भयो है वान्स अ इयर 1 month salary for a festival expenses। अब हेर्नुहोस् है फेस्टिभल एनुअल फेस्टिभल एक्सपेन्सेस इज इक्वल टु RS 1 month को स्यालेरी 1 month को बेसिक स्यालेरी है एउटा कुरा बुझ्नु बेसिक स्यालेरी कति भयो त हेर्दा 45,350 हो। अब हेर्नुहोस् है यहाँसम्म कन्सेप्ट हामीलाई थाहा हुनुपर्छ। अब के भयो त भन्दाखेरि 1 month को वान्स अ इयरमा एकपल्ट मात्र पाउने भन्यो भने यो त एनुअली नै हो नि त। यदि मन्थली नै फेरि के अरे एनुअली नभएर यो के अरे मन्थली हुन्थ्यो भने फेरि हामी यसलाई के गर्छौँ त 12 ले मल्टिप्लाई गर्छौँ तर यो छैन यो एनुअली नै भयो। अब त्यसपछि के भनेको छ यहाँ सुन्नुहोस् है अ टोटल अफ 10% स्यालेरी अफ इच मन्थ इज डिपोजिटेड इन EPF फन्डमा भनेको छ है इम्प्लोइ प्रोभिडेन्ट फन्डमा भनेको छ। अब तपाईँहरूले एउटा कुरा बुझ्नुहोस् है यो मन्थली राख्नुहुन्छ अरे मन्थली स्यालेरीको चाहिँ राख्नुहुन्छ अरे। अब हामीलाई चाहिएको त एनुअली हो किन हामीले यो मन्थलीको निकाल राख्ने त होइन हामीले के गरिदिने भन्दाखेरि यो जति छ नि हाम्रो आएको एनुअल स्यालेरी जति आएको छ नि त्यो एनुअल स्यालेरीको चाहिँ 10% केमा राख्दिने त EPF मा राख्दिने है। अब हेर्नुहोस् एनुअल इम्प्लोइ प्रोभिडेन्ट फन्ड 10% अफ एनुअल स्यालेरी है किनकि हामीलाई चाहिएको त एनुअलमै छ नि त एन्ड एनुअल कति छ त हामीसँग 5,44,200 RS 54420 ल हेर्नुहोस् है 54,420 चाहिँ उहाँको के आयो त। अब एकछिन है यसलाई हामी यस्तै बुझ्नुपर्ने छ नि हो। अब हेर्नुहोस् यहाँसम्म कपी गर्नुहोस् है एकदम इम्पोर्टेन्ट छ यो राखिहाल्नुहोस् है। अहिले हामीले भर्खर हामी केमा आयौँ त गिभन कुराहरू चाहिँ लेखेर भ्यायौँ। अब हामी जान्छौँ ट्याक्सेबल इन्कम निकाल्नमा जान्छौँ त्योभन्दा अगाडि पहिला हामीलाई चाहिँ टोटल इन्कम चाहिन्छ। सो पहिला यो कपी गरिहाल्नुहोस् छिटो फास्ट है। मैले माथि भेट्दै अनि लेखिदिएको छु हस्। अब हेर्दै गर्नुहोस् ल हेर्नुहोस् अब हामीलाई यसपछिको कुनै पनि भनेको छैन। अब हामीलाई चाहिएको के हुन्छ त भन्दाखेरि टोटल इन्कम। टोटल इन्कममा के चाहिन्छ त भन्ने कुराहरू यहाँ ध्यान दिने। टोटल इन्कम भनेको जम्मै के जति पनि छ नि सबै सम चाहिँ गर्नु पर्यो। अब फर्स्टमा चाहिँ बेसिक स्यालेरी एनुअल बेसिक स्यालेरी प्लस त्यसपछि एनुअल डियरनेस अलाउन्स फेरि प्लस अब त्यसपछि उहाँले के अरे फेस्टिभल एक्सपेन्सेस पनि पाउनुहुन्छ अनि एनुअल फेस्टिभल एक्सपेन्सेस तपाईँले चाहिँ फुल लेख्नु होला यो लेख्नै पर्छ भन्ने त छैन मैले बुझ्नलाई बनाएको है तपाईँले एकदम बुझ्नु होला। मैले के भने एनुअल बेसिक स्यालेरी एनुअल के भन्छ हाम्रो डियरनेस अलाउन्स त्यसै गरी एनुअल के अरे फेस्टिभल एक्सपेन्सेस त्यसै गरी हामीसँग एनुअल प्रोभिडेन्ट फन्ड पनि छ नि त एनुअल प्रोभिडेन्ट फन्ड यो चाहिँ सबैलाई के गर्नु पर्यो त एड गर्नु पर्यो है। अब हामी यसलाई चाहिँ एड गरौँ। अब यो एड गर्ने है त कति छ भन्दाखेरि एनुअल बेसिक स्यालेरी 54420 प्लस त्यसपछि डियरनेस अलाउन्स कति छ हामीसँग भन्दाखेरि 2000 फेरि प्लस एनुअली डियरनेस अलाउन्स 2000 24,000 है
1000 है, यो पनि भ्याइयो। अनि त्यसपछि हाम्रो छ एनुअल्ली फेस्टिभल एक्सपेन्सेस कति छ त भन्दाखेरि 45,350 प्लस अब यहाँ एनुअल इपिएफमा पनि राख्नु भएको छ होइन, इपिएफमा चाहिँ कति राख्नु भएको छ भने 54,000 यो कुरा बुझ्नु है। यो भनेको उहाँको टोटल इन्कम हो। के हो त? टोटल इन्कम। अब यसपछिको कन्सेप्ट बुझ्नुहोस्। मैले यो इरेज गरेँ है। ल अब यसपछिको कन्सेप्ट बुझ्नुहोस्। हामीलाई टोटल इन्कम चाहिएको छैन, हामीलाई के मात्र चाहिएको छ त? ट्याक्सेबल इन्कम मात्रै चाहिएको छ। सो ट्याक्सेबल इन्कम भनेको त अघि नै पनि भनिसकेँ हजुरहरूलाई, टोटल इन्कमबाट माइनस सब्ट्र्याक्ट गर्नु पर्यो कि कसलाई त? ट्याक्स एक्जेम्प्ट अमाउन्ट हो। अब ट्याक्स नलाग्ने पैसालाई चाहिँ घटाउनु पर्यो। अब टोटल इन्कम कति थियो हाम्रो? यहाँ टोटल इन्कम हेरौँ, यो सबैलाई एड गरौँ। कति आउँछ त भन्दाखेरि 45,350 प्लस 5440। ल भनेपछि यहाँ टोटल कति आयो त भन्दा 66797। यो चाहिँ उहाँको टोटल इन्कम आयो माइनस अब ट्याक्स नलाग्ने पैसा। मैले तपाईँहरूलाई भनिसकेको थिएँ कुनै कुनै टपिकहरू भनेको थिएँ जसमा चाहिँ ट्याक्स लाग्दैन। हेर्नुहोस् है, सिआइटीमा ट्याक्स लाग्दैन, सिटिजन इन्भेस्टमेन्ट ट्रस्टमा चाहिँ होइन। त्यसै गरी इपिएफमा इम्प्लोइ प्रोभिडेन्ट फन्डमा ट्याक्स लाग्दैन। यहाँ इपिएफ छ कि छैन त्यो पनि ध्यान दिनु पऱ्यो। इम्प्लोइ प्रोभिडेन्ट फन्ड छ भनेपछि हामीले यसमा चाहिँ ट्याक्स लागेन। यसमा ट्याक्स लागेन भने 54,420 यसलाई के गर्नु पऱ्यो त? सब्ट्र्याक्ट गर्नु पऱ्यो। अरू कुनै छ यसमा ट्याक्स नलाग्ने जस्तो खाले मैले लेखाएको टपिकहरूमध्येबाट छैन, किनकि फेस्टिभलमा पनि लाग्छ, अरू सबैमा लाग्ने नै भइहाल्यो है। अब हेर्नुहोस्, मैले यसबाट चाहिँ माइनस गर्छु, माइनस 54,420 आरएस 613,550। ल यो चाहिँ के भयो त? हाम्रो ट्याक्सेबल इन्कम भयो है। यो चाहिँ क्वेसन नम्बर बी को एन्सर भयो। यो कुरा बुझ्नु। अब हामीलाई सीमा के भनेको छ भने फाइन्ड इन्कम ट्याक्स इफ ही हैज अ लाइफ इन्सुरेन्स पोलिसी आरएस कति रे 25,000 को चाहिँ उहाँसँग के छ अरे? लाइफ इन्सुरेन्स पोलिसी छ अरे है। भनेपछि अब एउटा कुरा सुन्ने है। अब क्वेसन नम्बर सी को लागि है, हामीलाई चाहिएको के? इन्कम ट्याक्स। अब इन्कम ट्याक्स निकाल्नुभन्दा पहिले हामीले निकाल्नु पर्ने भनेको, फाइन्ड आउट गर्नु पर्यो भनेको ट्याक्सेबल इन्कम, ट्याक्स लाग्ने पैसा निकाल्नु पर्यो। जब कि उहाँसँग एलआइसी लाइफ इन्सुरेन्स पोलिसी पनि छ नि त, हो कि हो। त्यसलाई पनि हामीले के गर्नु पर्यो त? यसबाट सब्ट्र्याक्ट गर्नु पर्यो है। एउटा कुरा सुन्ने अब ट्याक्सेबल इन्कम, अब नयाँ ट्याक्सेबल इन्कम भयो होइन। नयाँ ट्याक्सेबल इन्कम कति हुन्छ त भन्दाखेरि टोटल इन्कम कति थियो? यो थियो। यसबाट चाहिँ ट्याक्स एक्जेम्प्ट अमाउन्ट, द्याट मिन्स हामीले चाहिँ अगाडिमा हेर्दाखेरि इपिएफ थियो, इपिएफलाई सब्ट्र्याक्ट गऱ्यौँ। अब फेरि टोटल इन्कमबाट यहाँ दुईटा पार्ट भयो के, दुईटा कुरा घटाउनु पर्ने भयो। एउटा इपिएफ र अर्को चाहिँ हाम्रो एलआइसी अमाउन्ट, लाइफ इन्सुरेन्स कम्पनीको अमाउन्ट जुन छ नि त्यो भनौँ न। अब हेर्नुहोस् है, इपिएफ त ठिकै छ, यो त ठिकै थियो हाम्रो 667,970 माइनस इपिएफ भनेको 54,420 माइनस लाइफ इन्सुरेन्स कति त? हामीसँग 25,000 है। अब यसलाई चाहिँ मैले के गर्छु? सब्ट्र्याक्ट गर्छु र एन्सर निकाल्छु है। अब हेर्नुहोस् है, सी नम्बरको लागि है। यस अब हेर्नुहोस् है, आरएस 58,850। ओ यो चाहिँ के रहेछ भने उहाँको ट्याक्सेबल इन्कम। यो सी नम्बरको लागि भयो है। हामीलाई बीमा चाहिँ ट्याक्स निकाल भनेको छैन। यदि इन्कम ट्याक्स निकाल भनेको हुन्थ्यो भने हामी के गर्थ्यौँ? यही अमाउन्टलाई लगेर चाहिँ के गर्थ्यौँ त? त्यहाँ टेबलबाट ट्याक्स फाइन्ड आउट गर्थ्यौँ है। तर अहिले हामीलाई त्यो भनेको छैन। अहिले हामीलाई जस्ट के मात्र भनेको छ त भन्दाखेरि ट्याक्सेबल इन्कम मात्र निकाल भनेको थियो बी नम्बरमा, त्यही भएर हामीले ट्याक्सेबल इन्कम मात्र निकाल्यौँ। अब भनेको यो भनेको सी नम्बरको लागि। सी नम्बरमा चाहिँ फेरि हामीलाई ट्याक्स नै निकाल्नु भनेको छ। अब ट्याक्स नै निकाल्नुको लागि पहिला त हामीलाई चाहियो के त? ट्याक्सेबल इन्कम चाहियो। ट्याक्सेबल इन्कम भनेको कति आयो त? 5,88,550 है। यो कुरा बुझ्ने। अब मैले जान्छु, यो तपाईँले कपी गरिहाल्नुहोस्। अब मैले चाहिँ
तपाईहरुलाई एकदम इजी तरिकामा है ट्याक्स कसरी निकाल्ने भन्ने कुरा। अब हेर्नुस् है, ल ठिक छ, यसमा ठिक छ है। अब मैले चाहिँ एकछिन यो माथि लेख्छु, हस् तपाईहरुलाई बुझ्न सजिलो हुन्छ अहिले। ल हेर्नुस् है, ट्याक्सेबल इन्कम। ट्याक्सेबल इन्कम कति छ त भन्दाखेरि आरएस 5,88,550 यो भनेको ट्याक्सेबल इन्कम भयो। अब हामीले अकर्डिङ टु टेबल है, अब हामीले ट्याक्स निकाल्नु पर्ने छ नि त। अब यहाँ टेबल बनाउनुस्, हेर्नुस् म इजी वेमा सिकाउँछु। फर्स्टमा राख्नुस् इन्कम है, त्यसपछि राख्नुस् ट्याक्स रेट। यो इन्कम ट्याक्स निकाल्दाखेरि है, त्यसपछि निकाल्नुस् इन्कम ट्याक्स र लास्टमा लेख्नुस् टोटल इन्कम ट्याक्स। टोटल इन्कम ट्याक्स त्यो राम्रोसँग हुन्छ है, टोटल इन्कम ट्याक्स यो कुरा बुझ्नुस्। अब हेर्नुस् हामीसँग 5,88,550 छ। द्याट मिन्स पहिला तपाईले के गर्ने भने 5 लाखसम्मको निकाल्ने। 5 लाखसम्म कति पर्सेन्ट छ? 1%। अब यहाँ लेख्नुस् है पहिला अप टु 5 लाख। 5 लाख भित्र कति अमाउन्ट हुन्छ टोटल मलाई भन्नुस् त? 5 लाख हुन्छ। यसको चाहिँ कति पर्सेन्ट लाग्छ रे ट्याक्स? 1% लाग्छ। द्याट मिन्स हामीले के गर्नु पर्यो भन्दाखेरि यसलाई सानो बनाएर यता लेखौँ है। अब हेर्नुस् यसलाई के गर्नु पर्यो भने 1% अफ 5 लाख। 5 लाखको चाहिँ कति पर्सेन्ट निकाल्नु पर्यो रे? 1% निकाल्नु। अब यो निकाल्नुस् तपाईहरु हैन, 5 लाखको निकाल्नुस्, यो फाइन्ड आउट गर्नुहोस्। तपाईहरुले यहाँबाट पाउनुहुन्छ अमाउन्ट आरएस 5000 है। ल यो भयो। अब तपाईहरुले एउटा कुरा के बुझ्नुस् भने यो त थियो के थियो हामीसँग भन्दाखेरि 5 लाखसम्मको चाहिँ इन्कम ट्याक्स भयो। तर उहाँको चाहिँ एनुअल इन्कम कति छ त? ट्याक्स लाग्ने पैसा कति छ त? 5,88,550। 5 लाखसम्मको भइसक्यो, 5 लाखसम्मको माथिको भइसक्यो हो कि हैन। अब 5 लाखदेखि 7 लाखसम्मको चाहिँ अमाउन्टमा कति लाग्छ अरे? 5 लाख पछिको अमाउन्टमा चाहिँ कति लाग्छ अरे? 10% लाग्छ हो। अब हेर्नुस् हामीले यहाँ के गर्छौँ भने 5 to 7 लाख हो। हुनुपर्ने कति थियो? 2 लाख थियो। तर यहाँ रिमेनिङ अमाउन्ट हामीसँग बाँकी रह्यो कति त? रिमेनिङ कति बाँकी रह्यो? अब हेर्नुस् है 5 लाखसम्मको भइसक्यो। अब बाँकी रह्यो कति त? 88,550। द्याट मिन्स 88,550 बाँकी रह्यो। यसैको चाहिँ अब यहाँ कति पर्सेन्ट लाग्ने भयो त? 10% लाग्ने भयो क्या। कति लाग्ने भयो त? 10% लाग्ने भयो है। यहाँ कति बाँकी रह्यो अमाउन्ट? 88,550। अब यहाँ के गर्नुस् भने 10% अफ 88,550 द्याट मिन्स 10/8 इन्टु 88,550 0 कट 0 कट भनेपछि यहाँबाट कति आयो त? आरएस 8855। ल हेर्नुस् है यति आयो हो कि हैन। अब तपाईले के गर्ने भने लास्टमा यता जोड्दा नि हुन्थ्यो। अब यता अलि ठाउँ नपुग्यो जस्तो भयो, त्यही भएर मैले चाहिँ यहाँ गर्छु टोटल इन्कम ट्याक्स इज इक्वल टु यो सम गर्ने। इन्कम ट्याक्स जति छ नि पहिले 5,000 प्लस 8,850 अब चाहिँ 5 8 आरएस 13,855। यहाँ कन्सेप्ट बुझ्नु होला है। अब त्यसै गरी यदि हाम्रो यो चाहिँ 7 लाख भन्दा माथि, फर इक्जाम्पल 7,20,000 हुन्थ्यो भने हामी के गर्छ थाहा छ? पहिले 5 लाखको निकाल्थ्यौँ, त्यसपछि बाँकी रहेको कति 5 to 7 मा कति लाख हुन्छ? 2 लाख हुन्छ। 2 लाखको निकाल्थ्यौँ, अनि बाँकी रहन्थ्यो कति त? 7 लाख पछि 20,000 बाँकी रहन्थ्यो नि त, किनकि ट्याक्सेबल इन्कम मैले कति भनेको थिएँ? 7,20,000। त्यही भएर 20,000 को फेरि हामी कति निकाल्थ्यौँ त? 20% हामी फाइन्ड आउट गर्थ्यौँ है। यसरी नै क्वेसनहरु गर्नु होला। यो हाम्रो क्वेसन नम्बर 1 भयो है। यस्तै खाले क्वेसन आउँछ, धेरै अप्ठ्यारो पनि क्वेसन आउँदैन। एकदम ध्यान दिएर सुन्नु होला र एकदम ध्यान क्लियरली यो भिडियोलाई हेर्नु होला है। अब आजलाई यो भिडियो यति नै। तपाईहरुले एउटा क्वेसन बुझिसक्नुभयो। अब पक्कै पनि यो भिडियो तपाईहरुलाई मन परेको छ होला र साथीहरुलाई शेयर गरेर है, साथीहरुलाई शेयर गरेर मलाई पनि हेल्प गर्नु होला। यो भिडियोलाई चाहिँ लाइक शेयर र सब्स्क्राइब पनि गरिदिनु होला र साथीहरुसँग शेयर पनि गरिदिनु होला है। अब तपाईहरुले अहिलेसम्मको जुन यो कन्सेप्ट बुझ्नु भएको छ यसलाई तपाईहरुले पक्कै पनि क्लासमा गएर साथीहरुलाई पनि सिकाउनु हुनेछ भन्ने मैले आशा गरेको छु है। आजलाई यति नै। किप वाचिङ। थ्यांक यू।